यति ठटा नभएछ नास्ता नपाइने अरे बुवा ल छिटो ठटा मैले पुरी परोठा बनाएर तिमीलाई खाँदै हुन्छु है मम्मीले यहाँ के अरे ठटाले भ्याएपछि मात्रै खाने हो भन्नु भयो यसले यही पनि भ्याइन्न भने हान त्यही भएर छिटो छिटो गराऊ यसलाई भ्याइन्न रे यति पनि भनेको फेरि यहाँ नास्ता खाना काम कथेर गर्ने हो भन्ने छैन खालि खानाको टेन्सन काम गर्नु त जाँदै दुःख हुने कि न गर्नु त दुःख त हुन्छ के अरे खाना भाउ मिठो मिठो चाहिँ हुन दिदी नमस्ते क्या नि तोरी ठटुन लाम ए ल आउँछु आउँछु तोरी ठटाएर भ्याउन भनेको नि फेरि ल ल आए आए भनेर हुन्छ डङ्की नि मम्मी त यस्तै गरेर मम्मी भनेर हुन्छ ल ल म त आइहालेँ ल उहाँ दिले बोलाउन खाके उहाँ के काम छ अरे म गएँ मम्मी छिटो आएँ फेरि यहाँ ल ल ल काम नगए खान पाइन्न भन्ने थाहा होला के विचार गरेपछि